शैक्षिक धरोहर जसरी हामी सरस्वतीलाई सम्झिरहेका छौँ, सरस्वतीले पनि हामीले सम्झिने प्रेरणा दिउन् भन्ने हामीले कामना गरेका छौँ। जयन्ती स्मारक बनाएको छ, जुन हामीले हाम्रा आदरणीय छोरा नातिदेखि आउने पुस्ताले पनि सम्झनाको रूपमा एउटा चिन्हको रूपमा एउटा अमूल्य सम्पत्तिको रूपमा लिनेछन् र स्वीकार गर्नेछन् भन्ने अपेक्षा गरेका छौँ। पक्कै पनि यसमा पनि यहाँहरू सम्पूर्ण आदरणीय सहयोगदाताहरूको सहयोग, साथ र योगदान रहेको छ। तपाईँहरूको प्रतिबिम्ब हामी त्यहाँ देख्छौँ। तपाईँका विसङ्गत हुनुभएका बुवा आमाको योगदानलाई हामी त्यो स्तम्भ मार्फत सम्झिने प्रयास गरिरहेका छौँ। त्यसैले पनि हामीलाई गर्व लाग्छ आज बालसिद्ध माध्यमिक विद्यालयले यसरी यहाँहरूको माझमा भव्य समारोहको बिचमा स्वर्ण जयन्तीको युवा कार्यक्रममा यहाँहरू सबैलाई उपस्थित बनाएर स्वर्ण जयन्ती स्तम्भको अनावरण गर्ने